बाङ्लादेशको हिजोको घटना यहाँले थाहा पाइहाल्नुभयो होला कि त्यहाँको पूर्व प्रधानमन्त्रीलाई त्यहाँको अदालतले मृत्युदण्डको आदेशै दियो। त्यो आफ्नो हिसाबको छ। तर नेपालमा चाहिँ कस्तो प्रतिक्रिया छ भने हामी कहाँ पनि आन्दोलन भएको थियो, यहाँ पनि धेरै मान्छेहरू मारिए। त्यो अवस्थामा चाहिँ हामी कहाँ पनि दोषीहरूलाई कारबाही होस् भन्ने खालको एउटा सरकारप्रति बढ्ता दबावमूलक कुराहरू आइरहेका छन्। यहाँलाई त्यो दबाब महसुस भएको छ कि? दबाब त किन नहुनु र, हामीलाई दबाब त काफी, विशेष त जेनजीबाट दबाब भयो, जेनजीहरूबाट। र जेनजीबाट भन्दा पनि जो मारिनेको बाउआमा छन्, जो शहीद भए, अहिले तपाईँलाई 45 जना त शहीद घोषणा भएको छ नि। ती शहीदका बाउआमाहरू जो आज पनि हेरेर आएँ मैले एउटा घटना, आँखा नै गएछ, दुईटै आँखा गएको, त्यो देख्दाखेरि त्यहाँ पनि मलाई अब त्यो मारिएका मान्छेहरूको परिवारको कहानी स्टोरीहरू सुन्नुभयो भने त तपाईँ हामी चाहिँ सहनै नसक्ने घटना भएको छ। बच्चाहरू मरेको छ होइन, त्यो भएको छ। अनि हामीलाई प्रेसर पर्या हो, त्यो आमा बाउहरूले पनि भनेका हुन्, हामीलाई बारम्बार आएर भनेका हुन्। त्यसपछि अब जो घाइतेहरू हुन् उनीहरूले पनि भनेका हुन्, नभनेका हुन्, हामीलाई सरकारले गर्नुपर्ने पनि हो। तर परिस्थिति सबै हेर्नु पर्दो रहेछ, कस्तो परिस्थिति छ, के छ। अनि हामीले एउटा अब बलियो आयोग गठन गरेका छ। अब आयोगले भोलि रिपोर्ट दिन्छ। तर म चाहिँ कस्तो एउटा यस्तो क्षेत्रको मान्छे हुँ जहाँ अपराध गर्नेलाई सजाय हुनुपर्छ, थोरै बहुत, चाहे मेरो परिवारको सन्तान किन नहोस्, चाहे म नै किन नहो, होइन। त्यो अपराध भएमा सजाय हुनुपर्छ भन्ने त्यो वृत्तको मान्छे हुँ नि। त्यसैले कसैले पनि सजाय त पाउनै पर्छ भन्ने मलाई लाग्छ। त्यसैले त्यो छानबिन गरेर आएपछि कस्तो अपराध, कसले दोष गर्यो, के गर्यो भन्ने कुरा त देखिन्छ होइन। त्यो आएपछि त्यो एउटा सजायको चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। जसले अपराध गरेको मान्छे मारिएको छ, मान्छे त मारिएकै हो, मान्छे पनि मान्छेबाटै मारिएको हो, अरूले मारे त होइन। त्यसै कारण चाहिँ हत्या त भएको हो, हत्या त हत्या हो। हत्यामा छोडिदियो भने त, सधैँ छोडिदियो भने त राम्रो हुँदैन।